समय व्यवस्थापन हाम्रो दिनचर्या, हाम्रो लाइफस्टाइल, हाम्रो काम गर्ने ठाउँ, या अन्य कुनै पनि क्षेत्र जहाँ हामी समयको धेरै नै महत्त्व दिएका हुन्छौँ। के हामी त्यो समयलाई सही व्यवस्थापन गरेर आफ्नो कार्य गरेको छौँ त? र जो व्यक्ति आफ्नो समयलाई राम्रोसँग व्यवस्थापन गरेर अगाडि बढिराखेको छ भने अवश्य पनि त्यो व्यक्ति सफल बनेको छ। आउनुस् आज यही विषयमा रहेर केही कुराकानी गर्नेछु कि हामीलाई समय कतिको व्यवस्थापन गर्न जानेका छौँ र कसरी व्यवस्थापन गर्छौँ। हाम्रो समय बिहान उठेदेखिको बेलुका सुतुन्जेलसम्मको समयलाई हामी कसरी व्यवस्थापन गरेको छौँ र के कामहरू गरेको छौँ आफ्नो लाइफमा, आफ्नो जीवनमा, कि हाम्रो जुन एउटा जीवनशैली छ त्यसलाई राम्रो प्रगतिशील बाटोमा कसरी हामी लान्छौँ त्यसको विषयमा हामी कुराकानी गर्नेछौँ आज। र यो समय व्यवस्थापन गर्न नसक्ने व्यक्ति कहाँ आफूलाई राखेको छ त्यो चाहिँ कुरा आफ्नो प्रतिक्रिया कमेन्ट मार्फत राख्नु होला। र जो कोही पनि यदि समयलाई सही व्यवस्थापन गरेर अगाडि बढेको छ भने अवश्य पनि त्यो व्यक्ति सफलताको त्यो शिखरमा पुगेको छ जहाँ त्यो व्यक्ति आफूलाई हेर्न चाहेको छ। वास्तवमा हामी बिहान उठेदेखि राति सुतुन्जेलसम्म अनेकौं किसिमको कार्यहरू गरिराखेका हुन्छौँ, तर कुन काम मेरो लागि जरुरी छ, कुन काम जरुरी छैन, हामी केमा आफ्नो समय खेर फालिराखेको छौँ त्यो पनि अलिकति हामीले ध्यान दिनुपर्ने हुन्छ। हाम्रो लाइफस्टाइल यदि राम्रो बनाउनु छ भने, नभने हामी के गर्छौँ भने काम त गर्छौँ तर जुन काम हामी चाहिँ
प्राथमिकतामा हुनुपर्ने त्यो कामलाई छोडेर हैन अन्य कामहरू गरिराखेको हुन्छौँ, जसले हाम्रो चाहिँ काम पनि राम्रोसँग भइराखेको हुँदैन र जस्तो मात्रामा जस्तो प्रोडक्टिभिटी जस्तो हुनुपर्ने त्यस्तो चाहिँ नभइकन अन्य गन्तव्यतिर हामी पुगिराखेका हुन्छौँ। त्यसैले समयको सही व्यवस्थापन गर्न एकदम नितान्त आवश्यकता छ हाम्रो लाइफस्टाइलमा। नभए चाहिँ हामी अन्य नगर्नुपर्ने कार्यहरू चाहिँ त्यो समयमा गरेको हुन्छौँ, जुन समयमा हामीले गर्नुपर्ने कार्यलाई चाहिँ प्राथमिकता राखेर त्यसलाई नराखिकन हामी अन्य अनावश्यक कामहरूमा हामी समय आफ्नो बर्बाद गरिराखेको हुन्छ। त्यसर्थ आउनुस् आज चाहिँ हामी बुझौँ कि हामी सहीसँग समयको कसरी व्यवस्थापन गर्न सक्छौँ। यसको विषयमा थोरै भए पनि केही बुदागत रूपमा म केही यहाँ बुदाहरू राख्नेछु र यदि तपाईहरूलाई यो कुराहरू राम्रो लाग्छ भने आफ्नो प्रतिक्रिया कमेन्ट मार्फत राख्नुहोला। साथसाथै तपाईहरुसँग पनि केही न केही इच्छा आकांक्षा हुनुपर्छ नै र इच्छा आकांक्षा गर्दा गर्दै पनि हामी त्यहाँसम्म पुग्न सकिराखेको हुँदैनौं जहाँसम्म हामी चाहिँ पुग्न खोजिराखेको हुन्छौं र त्यो बीचमा हामीलाई कसले बाधा अडचन पुगाइराखेको छ, जुन ठाउँमा म पुग्न खोजिराखेको छु र तपाईहरु त्यो कुरा बुझ्न सकिराख्नु भएको छैन भने, यदि समाधान खोजिराख्नु भएको छ भने अवश्य पनि मसँग आएर डाइरेक्ट कन्ट्याक्ट गर्न सक्नुहुन्छ र तपाई आफ्नो लाइफस्टाइल, आफ्नो सोचेको कुरा अवश्य पनि हासिल गर्न सक्नुहुन्छ। विशेष हामी आफ्नो जीवनशैलीमा यतिसम्म व्यस्त छौं कि कुनै राम्रो चीज गर्नु परेको खण्डमा पनि हामी आफैलाई ठगिराखेको हुन्छौं कि कसरी ठगिराखेको हुन्छौं भनेपछि यो वास्तवमा म बुझ्न सक्छु कि यो मेरो लागि राम्रो कुरा हुनुपर्छ, तर आफूले कसरी त्यो चीजहरुलाई पन्छाइराखेको हुन्छौं हामी आफूबाट कि मसँग समय नै छैन, म धेरै बिजी छु, मसँग समय नै छैन भनिदिन्छ। मबाट हुँदैन। तर वास्तविक यदि तपाई त्यो ठाउँमा समय लगाउनु भयो भने अवश्य पनि तपाई त्यो ठाउँमा आफूलाई देख्न चाहेको ठाउँमा चाहिँ पुग्न सक्नुहुन्छ, तर चाहिँ तपाईसँग त्यो समय नै छैन। तर एउटा कुरा भनिएको छ कि हामीलाई जति समय जस्तो सुकै अवस्थामा पनि जति समय पनि पाउँछौं हामी, त्यसलाई हामी सही सदुपयोग गर्यौं भने त्यो नै हाम्रो लागि एकदम
एउटा उच्च शिखरसम्म पुग्ने हाम्रो माध्यम बन्न सक्छ। तर हामी चाहिँ अब मसँग समय नै छैन, म धेरै बिजी छु, म धेरै व्यस्त छु भनेर भन्छौँ। तर विचार गर्नुहोस् कि समय कोसँग हुँदैन, कोसँग हुँदैन भनेपछि अब कोही व्यक्ति घरमा सिकिस्त छ, लास्ट स्टेजमा छ हैन, त्यस्तो व्यक्तिलाई हामी चाहिँ के भन्न सक्छौँ? त्यो व्यक्तिसँग समय छैन। तर हामी आफूलाई नै समय छैन भनिदिन्छौँ। तर विचार गरौँ, जति समय पाउँछौँ हामी त्यति समय मलाई पर्याप्त छ, म यो समयभित्र यो काम गरेर अगाडि बढ्छु भनेपछि हेर्नुहोस्, तपाईको त्यो माइन्ड सेटले पनि तपाईले कार्य गर्ने हैन अगाडि बढ्ने एउटा बाटो खुलाइदिन्छ। तर पहिले नै काम गर्नु भन्दा पहिला नै मसँग समय छैन, यति समयमा के गर्न सक्छु र भनेर भन्नुभयो भने तपाई कहिले पनि त्यो कुरा गर्न सक्नुहुन्न जुन कुरा चाहिँ वास्तवमा गर्नुपर्ने हुन्छ। आउनुस् बुझौं यही कुराहरूलाई बुदागत रूपमा कि हामी आफ्नो समयलाई कसरी व्यवस्थापन गरेको छौं। जुन हाम्रो दैनिक जीवनमा विशेष महत्त्वका साथमा अगाडि हामीले बढ्न चाहिँ मद्दत पुगाउँछ। त्यो कुरामा चाहिँ हामी बढी भन्दा बढी चाहिँ हामीले समय खर्च्यौं भने अवश्य पनि हामी एक दिन सफल बन्छौं नै। सर्वप्रथम अब बुदागत रूपमा कुरा गर्दाखेरि पहिलो बुदामा के भन्न चाहन्छु भने दैनिकी रूपमा हामी चाहिँ तालिका बनाउन सिकौं। हामी बिहानको बिहानीको सुरुवातसँगै राति सुत्ने बेलासम्मको र त्यसको बिहानको तालिका चाहिँ हामी चाहिँ निर्धारण गर्नुपर्ने हुन्छ। अब बिहान उठ्ने बित्तिकै हामी के गर्छौं त्यो सम्पूर्ण तालिका हुनु पर्यो। बिहानै उठ्ने बित्तिकै हामी नर्मली अब नित्यक्रम गर्ने, त्यसपछाडि योग ध्यान गरेको छौं भने योग ध्यान गर्ने, खाजा नास्ता खाने र अन्य कामहरू जुन हाम्रो बिहानको समयमा गर्नुपर्ने कार्यहरू त्यो चाहिँ बिहानको समयमा हामी चाहिँ प्राथमिकतामा राखेर गर्ने बानी बसाल्नुपर्छ र यसले हाम्रो जीवन शैलीलाई एकदम परिवर्तन गरिदिन्छ। त्यस्तै गरी छ जुन हाम्रो दिनभरिको 4-5 वटा काम जुन चाहिँ एकदम महत्त्वपूर्ण छ त्यो कामको सूची बनाउने पहिला कि आज यो मेरो पहिलो प्राथमिकताको काम हो, यसलाई मैले पहिले सक्नुपर्छ, त्यसपछाडि दोस्रो, तेस्रो, चौथो, पाँचौं गरेर कम्तीमा 5 वटा कामको महत्त्वपूर्ण कामहरूको तालिका बनाउने जुन हाम्रो जीवन शैलीलाई एकदम महत्त्वपूर्ण किसिमको मद्दत गर्ने, अगाडि बढ्नको लागि मद्दत गर्छ। त्यस्तो कामहरू 5 वटा काम कम्तीमा प्राथमिकतामा राखेर एक किसिमको नोट बनाउनुस् या लेखेर राख्नुस् या मन भित्रै हुन्छ भने म यो काम आज महत्त्वपूर्ण छ, यो काम सकेपछि यसरी निरन्तर यो 5 वटा काम कम्तीमा दिनको गर्ने बानी बसालौं। हेर्नुस् आफै तपाई कहाँ पुग्नुहुन्छ तपाई विचार पनि गर्न सक्नुहुन्न। तर हामी त्यही समयलाई यदि राम्रोसँग व्यवस्थापन गर्न नसकेर सपोज दैट
अब 5 नम्बरको काम हैन 1 नम्बरमा गरिदियो भने के हुन्छ भने वास्तवमा 5 नम्बरको काम खासै आज चाहिँ नगरे पनि हुन्थ्यो हैन, अलिकति ढिलो गरे पनि हुन्थ्यो त्यसलाई, तर हामी त्यसलाई चाहिँ फर्स्ट प्रायोरिटीमा राखेर त्यसलाई सिध्याइदिन्छौँ। तर चाहिँ जुन प्रायोरिटीको फर्स्ट प्रायोरिटीको जुन काम थियो त्यसलाई हामी छोडिदिन्छौँ भनेपछि हाम्रो समय एनर्जी कहाँ हामी फाल्यो त? अनि हामी चाहिँ सफल बन्न खोज्ने, राम्रो गर्न खोज्ने, तर चाहिँ हामी जुन कार्यमा चाहिँ विशेष ध्यान दिनुपर्ने त्यो चाहिँ त्यहाँ चाहिँ दिएकै हुँदैन। यो चाहिँ हाम्रो जीवनमा लाग्छ कि म धेरै उपलब्धि गरिराखेको छु, धेरै उपलब्धि हासिल गरिराखेको छु, तर चाहिँ जुन जहाँ चाहिँ हाम्रो चाहिँ इनर्जी जानुपर्ने वास्तविक हाम्रो एक किसिमको जुन विचार हुन्छ नि, भावना हुन्छ, वास्तवमा म यो काम आत्मादेखि गरिराखेको छु र यसले मलाई धेरै प्रतिफल दिन्छ भन्ने त्यो कुरा चाहिँ हामी चाहिँ छोडेर बाइपास गरेर हामी चाहिँ जुन चौथो पाँचौं प्राथमिकतामा थियो त्यसलाई हामी चाहिँ पहिलो प्राथमिकतामा ल्याउँछौँ। अवश्य पनि यसले चाहिँ हाम्रो जीवनमा अगाडि बढ्न राम्रो सङ्केत चाहिँ दिँदैन। त्यसैले हामी चाहिँ प्राथमिकता पनि बुझौँ र सिड्युल बनाऊ दैनिक जीवनमा। आज त यो काम नगरिकन हुँदैन भनेपछि त्यस्तो किसिमको हामीले चाहिँ आफ्नो तालिका बनाउने कार्यतालिका र हेर्नुस्, यो जीवनमा ल्याएर हेर्नुस्, तपाईको प्रगतिको बाटो हैन 1 गुना 2 गुना 3 गुना 4 गुना 5 गुना बढेर 5 10 कति गुना बढाउन चाहनुहुन्छ त्यति गुना बढेर जान्छ। तर त्यही प्राथमिकतामा नराखिकन चाहिँ जताततै जिगज्याग जे आयो जे मनमा आयो त्यही गरेको छ, जे गर्दैको छ भनेपछि हेर्नुस् तपाईँ जहाँको त्यही आएर बस्नुहुन्छ कि। यस कुरालाई विशेष प्राथमिकता राखेर हामी चाहिँ आफ्नो दैनिक दिनचर्या जीवनशैलीको पहिलो बुँदामा यसरी मैले चाहिँ बुझे, तपाईहरु कसरी बुझ्न सक्नुहुन्छ त्यसरी बुझ्नुहोला। र अर्को बुँदा के रहेको छ भने धेरै एकदम इम्पोर्टेन्ट, यो पनि बुँदा यति महत्त्वपूर्ण छ कि हामी चाहिँ कल्पना पनि गर्न सक्दैन। हामी चाहिँ सफल बन्न खोजेका हुन्छौं, तर सफल बानी चाहिँ हामीमा चाहिँ ल्याउन चाहिँ एकदम गाह्रो हुन्छ कि। तर सफल चाहिँ बन्छौं जसरी भए पनि सोच्छौं भन्छौं हामी। तर मेरो आदरणीय मेन्टरज्यू गुरुज्यू जुन मलाई भन्नुहुन्छ सधैँ कि सफल बन्नको लागि सफलताको पछाडि कहिले पनि नभाग, कहिले पनि भाग्दै नभाग, किन भाग्नु पर्यो? तर त्यही सफल बन्नको लागि केही सफल बानीहरू छ जुन आफूमा विकास गरियो भने सफलता त आफै यसरी झुरुमुरु गरेर कुरुम गरेर आउँछ कि सम्हाल्नै सक्नुहुन्न सफलता। तर सफल बानी चाहिँ नबसाल्ने, सफल बन्न खोज्ने कहाँबाट त्यसर्थ त्यही भएर भन्छु कि सफलताको पछाडि कहिले पनि नभाग्ने, सफल बानीहरू आफूमा विकास गर्ने। हेर्नुस्, सफलता त यसरी चाङ लागेर आउँछ र यही दिनचर्याको नम्बर 2 को बुँदा के रहेको छ भने सबेरे बिहानै उठ्ने बानी बसाल्ने।
बिहानै उठेपछि के हुन्छ, बिहान त कस्तो आनन्दको निन्द्रा लागिराखेको हुन्छ, बाफ रे बा, ओछ्यान छोड्नै गाह्रो हुन्छ। अनि हामी चाहिँ सफल हुने चाहिँ सपना देखिराखेको हुन्छौँ एकदम। अनि उठ्नको लागि चाहिँ 10 बजे उठ्छौँ बिहान। अनि 10 बजे उठेपछि तपाईँको समय कति बज्यो? एक त आफ्नो शरीरलाई तपाईँ बिमारी बनाउनु भयो। समयमा तपाईँले नास्ता खानु पाउनु भएन। समयमा जुन कार्यहरू गर्नुपर्ने थियो सरसफाइको त्यो गर्नु भएन। अब त्यसले तपाईँको शरीरभित्र अरू के काम खराब बनायो त्यो विचार गर्नु भएन, हैन? अनि सफल बन्न तपाईँ चाहिँ खोजिराख्नु भएको छ, निरोगी बन्न खोजिराख्नु भएको छ भने कहाँबाट? सम्भव छैन त्यो कहिले पनि। सम्भव नहुने कुरा चाहिँ हामीले कहिले पनि गर्नु हुँदैन। म गर्छु, गरेर देखाउँछु। जुनै पनि स्थितिमा, जुनै पनि हालतमा भनेर भन्नुस् र त्यसको नतिजा हेर्नुस्। आजभन्दा 2600 वर्ष पहिला नै महात्मा गौतम बुद्धज्यूले भनेर गइसक्नु भएको थियो कि हामी जे सोच्छौं त्यही बन्छौं। सोचेर हेर्नुस्, तपाईलाई चाहिएको के छ जीवनमा त्यो सोचेर हेर्नुस्, कल्पना गरेर हेर्नुस्, आह्वान गर्नुस् आफूभित्र कि मलाई यो चाहियो, जसरी भए पनि चाहियो 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 भनेर भन्नुस्। तपाई त्यो अवश्य हासिल गर्न सक्नुहुन्छ। तर तपाई यो सम्भव छैन, गर्न सक्दिन, सम्भव छैन, हुँदैन 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 भनेपछि कहिले पनि हुँदैन। एउटा कुरा विचार गर्नुस् कि जो व्यक्ति जहिले पनि दिइराखेको हुन्छ नि, दिइराखेको हुन्छ, जे भए पनि दिइराखेको हुन्छ, त्यो व्यक्तिसँग जहिले पनि भएकै हुन्छ रे। तर जो व्यक्ति भन्छ मसँग छँदै छैन, छैन 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 छैन, त्यो व्यक्तिलाई कहिले पनि हुँदैन रे। यो एकदम 1000% यसलाई सत्य मान्दा पनि हुन्छ। र यदि तपाई कोही व्यक्ति पनि यसलाई परीक्षण गर्न चाहनुहुन्छ भने गरेर हेर्नुस्। तपाई भन्नुस् मसँग छ छ छ, जहिले पनि भएकै हुन्छ। तर त्यही कुरा छैन 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 भनेर भन्नुस्, कहिले पनि हुँदैन तपाई। त्यही भएर बिहानै उठ्नेको फाइदा यो हुन्छ कि हामी चाहिँ अब सपना चाहिँ अब चन्द्रमामा पुग्ने सपना देखिराखेको छौं। बिहान 10 बजेसम्म सुतेर चाहिँ चन्द्रमामा पुग्ने चाहिँ अब सपना देखेपछि कहाँबाट पुरा हुन्छ त्यो? त्यसको लागि त हामीले उठेर सबेरै उठेर आफ्नो जुन बिहानको नित्य कर्मसँग हैन जुन कार्य गर्नुपर्ने त्यतातिर आफूलाई लगाउनु पर्यो। अनि पो हामी चाहिँ त्यो ठाउँमा पुग्न सक्छौं जुन ठाउँमा हामीले आफूलाई हेर्न चाहेको छौं। तर चाहिँ त्यो सानोतिनो कुराहरू चाहिँ हामी चाहिँ अलमलाएर के गर्नु भयो त, बस हुँदैन भनेर हामी चाहिँ पन्छाइदिन्छौं। तर हामी चाहिँ सोचिराखेको हुन्छ कहीँ न कतै
कि हामी चाहिँ एक दिन चाहिँ त्यो त्यस्तो ठाउँमा पुग्न सक्छौँ, त्यो चाहिँ ठाउँमा जान सक्छु भनेर सोचिराखेको हुन्छ। र यो कुरामा मलाई कहीँ कतै पनि पत्यार लाग्दैन कि कुनै व्यक्ति चाहिँ अब घरमा सुतेको छ र त्यहाँ त्यो नाईको पसलमा गएर मैले कपाल काटिराखेको सपना देखिराखेको छु भनेपछि त्यो अब कपालै काट्नु छ भने त नाईको ठाउँसम्म पुग्नु पर्यो यार, नभए त कसरी तपाईँको कपाल कटिन्छ र यो बनिन्छ। जीवनमा के चाहिएको छ मलाई वास्तवमा, त्यता त म जानु परेको परेन। मलाई धेरै पैसा कमाउनु छ, मलाई धेरै धनी बन्नु छ, तर धनी बन्ने एउटा पनि गुण ममा छँदै छैन भनेपछि म कसरी धनी बन्न सक्छु? कुनै एउटा व्यक्ति विचार गर्नुहोस्, जुन धनी व्यक्ति छ आजको दिनमा, धेरै नाम कहलिएको व्यक्तिहरू छ, के त्यो व्यक्तिहरू एकैचोटि त्यस्तो नाम कमाइसकेको हो र त्यो एकैचोटि धनी बनिसकेको हो र? पक्कै पनि छैन। एकचोटि, दुईचोटि, तीनचोटि, चारचोटि, पाँचचोटि, 10 चोटि, यो सयौँचोटि तिनीहरू चाहिँ असफल भयो होला जीवनमा। तर त्यो असफल भएर अब त्यो असफलताबाट चाहिँ तिनीहरू धेरै कुराहरू सिकेर फेरि नयाँ तरिकाले यहाँबाट यो मिस्टेक भएको थियो, अब आउने दिनमा यसलाई चाहिँ कट गरेर फेरि अगाडि बढ्ने, फेरि अगाडि बढ्यो, केही सुरुवात गर्यो, फेरि असफल भयो। अब यहाँ चाहिँ के भयो त, यहाँ चाहिँ यो भयो, यसलाई चाहिँ फेरि कट गरेर फेरि, अनि आजको दिनमा त्यो सफल व्यक्ति कहलाइएको छ, धनी धनाढ्य व्यक्ति कहलाइएको छ। नभए एकैचोटि त्यो व्यक्ति चाहिँ त्यस्तो टपमा पुगेको चाहिँ पक्कै पनि होइन है। त्यो बानी चाहिँ हामीमा चाहिँ विकास गर्नुपर्ने छ, अनि हामी चाहिँ त्यो ठाउँमा पुग्न सक्छौँ भन्ने चाहिँ विचार गर्नु। र धनी बन्नको लागि एउटा महत्त्वपूर्ण बुँदा पनि यो रहेको छ कि बिहानै उठ्ने भनेर, बिहानै उठ्ने, नित्यक्रम गर्ने, ध्यान गर्ने, मेडिटेसन गर्ने, व्यायाम गर्ने, जसले हाम्रो शरीरलाई हेल्दी बनाउनको साथै दिनभरि चाहिँ प्रोडक्टिभिटी बनाइराख्छ। विचार गर्नुहोस् एउटा उदाहरणसँग कि तरबार होइन, तरबार बनाउँदाखेरि कारिगरले कतिचोटि त्यो तरबारलाई आगोमा होइन हालेर पोलेर, कति हामरले ठोकेर पिटेर त्यसको आकार दिएर, कति घोसेर रगडेर त्यस्तो चमक बनाएको हुन्छ। यदि त्यो फलाम त्यति चोट नसहिकन होइन त्यस्तो आकारसम्म नआउन्जेलसम्म बिचमै भाँचिन्थ्यो भने के त्यो तरबारको आकार पाउँथ्यो र त्यो तरबार बन्थ्यो? बन्दैन थियो, कहिले पनि बन्दैन थियो। त्यो सह्यो र आज चाहिँ त्यो व्यक्ति चाहिँ यस्तो बन्यो भनेपछि त्यस्तै हो जीवनमा पनि। त्यो तरबार जस्तो उदाहरण हाम्रो जीवनमा पनि त्यस्तै छ। हामी एउटा कुनै कार्य गर्न लागेको छौँ, त्यहाँबाट हामी असफल भयो फर्स्टमा, र मबाट यो हुँदैन, म छोडेर गयो भने के हुन्छ? छोडेको छोडै हुन्छ। जहाँ ठिक हुनुहुन्थ्यो त्यहीँ हुनुहुन्छ तपाईँ। त्यसैले सकारात्मक विचारको साथमा हामी चाहिँ अगाडि बढ्न जरुरी छ। र यो सकारात्मक विचार ल्याउनको लागि बिहानै ब्रह्म मुहुर्त भन्छ, त्यो समयमा उठेर हामी चाहिँ ध्यान, योग, आफूलाई चाहिँ प्रोडक्टिभिटी बनाउन चाहिँ एकदम जरुरी छ। र यो आजको दोस्रो बुँदा
र तेस्रो बुदामा छ हामी चाहिँ काम चाहिँ गर्छौँ, तर काम गर्दाखेरि हामी के गरिदिन्छौँ, यो पनि गरिदेऊ त्यो पनि गरिदेऊ भन्छौँ न। त्यसले चाहिँ हाम्रो चाहिँ जुन सही टाइममा सही काम हुनुपर्ने त्यो हुँदैन। त्यसको लागि चाहिँ के भनेको छ भने एकचोटिमा एउटा काम गर्ने, 3 नम्बरको बुदा है, एकचोटिमा एउटा काम मात्रै गर्ने। यदि हामी एउटा काम एकचोटिमा त्यही काम गर्यो भने त्यसले हामी चाहिँ कति समयमा यो काम गर्न सक्छौँ, कति यो समय भनेपछि त्यो निर्धारित समयमा त्यो काम चाहिँ हामी पुरा गर्न सक्छौँ। तर हामी बिचमा अब यो काम पनि गरेका छौँ, यो पनि काम गर्दैन, यो पनि काम गर्दै भनेपछि यो पनि आधा छुट्यो, त्यो पनि काम छुट्यो भएको छैन र त्यो पनि काम भएको छैन भनेपछि यसले हाम्रो समयलाई एक त बिगारिराखेको हुन्छ। जुन ध्यानसँग फर्स्ट काम गरिराखेको छौँ त्यो चाहिँ हामी चाहिँ भड्किन्छौँ, बिचमा बिर्सिन सक्छौँ। यो काम गर्नु पर्थ्यो, यसरी लाइनलाई गर्नुपर्ने थियो, यसलाई एक मिलाएर गर्नुपर्ने, तर चाहिँ हामी चाहिँ बिचमा आएर ल यो पनि काम गर्दैनौँ न भनेर उता गयो भने त्यो चाहिँ काम छुट्छ। त्यही भएर भनिएको छ कि एउटा समयमा एउटा काम मात्रै गर्ने र एउटा काम सकेपछि अर्को काम थालिने गर्ने। यसले हाम्रो जुन क्वालिटी हुनुपर्थ्यो काममा त्यो चाहिँ अवश्य पनि बाहिर निस्केर आउँछ र राम्रोसँग पनि गर्न सक्छौँ, ध्यानका साथ गर्न सक्छौँ र बिचमा आधा अधुरा यो काम पनि मिसायो त्यो काम पनि मिसायो भनेपछि त्यो काम जस्तो किसिमको हुनुपर्ने त्यस्तो चाहिँ पक्कै पनि हुँदैन। त्यसैले ध्यान दिनुहोला, एकचोटिमा एउटा काम मात्रै बानी बसालौं र हेरौँ आफ्नो जीवनको जुन लक्ष्य छ त्यो कसरी हासिल हुँदैन भनेर। र चौथो नम्बरमा रहेको छ समय निर्धारण गर्ने। हर एक कामको लागि हामी चाहिँ समय निर्धारण गर्नुपर्ने हुन्छ। अब हामी चाहिँ समय कसरी निर्धारण गर्छौं? अब खाना पकाउनको लागि कति समय लाग्छ हामीलाई? खाना पकाउनको लागि यदि 1 घण्टा मलाई लाग्छ भने 1 घण्टामा जसरी भए पनि हामी चाहिँ त्यो खाना बनाउने काम सकाउने, जसरी भए पनि सकाउने। एउटा साग तरकारी कमै बनाउने, दाल नपकाउने, तरकारी मात्रै पकाउने, भात पकाउने, कसरी हुन्छ? यदि हामी 1 घण्टा समय खानाको लागि दिएको छौं भने त्यो चाहिँ त्यति गर्ने। हामी 1 घण्टा ध्यानको लागि दियौं भने 1 घण्टा बसेर फेरि अर्को काममा जाने, ध्यान पछाडि फेरि व्यायाममा जाने, हैन? किताब पढ्नको लागि हामीले आफूलाई कति समय दिएको छौं? 1 घण्टा भनेपछि दैनिक यदि हामीले रेगुलरली दैनिकी रूपमा यदि हामी 1 घण्टा किताब पढेको छौं भने
समय दिएको छौ भने त्यो 1 घण्टा दिने, जसरी भए पनि दिने। या कि होइन कि आज मेरो लागि समय छैन, आज म चाहिँ अब किताब पढ्दैन भनेपछि त्यो जुन लयमा तपाईँ गइराख्नु भएको थियो, बगिराख्नु भयो त्यो फेरि लय चाहिँ बिग्रिन्छ। घरको काममा कति घण्टा समय दिने, खेतबारीमा कति समय दिने भनेपछि हरेक समय, हरेक ठाउँमा यदि समय सुनिश्चित गर्नुभयो भने तपाईको काम पनि राम्रो हुन्छ, तपाईलाई धेरै अप्ठ्यारो पनि महसुस हुँदैन र तपाई दैनिकी आफूलाई अगाडि बढाइराख्नु भएको हुन्छ। यो धेरै महत्त्वपूर्ण बुँदा छ। यसलाई चाहिँ हामी बुझौं र आफ्नो जीवनमा ल्याऊ। यसले हाम्रो जीवनलाई पक्कै पनि सरल बनाइदिन्छ यदि हामी यसलाई आफ्नो जीवनमा ल्यायौं भने। नभए त जसरी पहिला भइराखेको थियो त्यसरी नै आज पनि हुन्छ नै। तर हेरौं आजको युग आधुनिकीकरण, कृषिमा अन्य देशमा कतिको फड्को मारिसकेको छ। तर हामी अहिले पनि पुरानै पद्धति अपनाइराखेको छौं र हामी चाहिँ अब समय धेरै खेर गयो, यसमा धेरै पैसा खर्च भयो भनेर चाहिँ हामी सोचिराखेका हौं। हामी आधुनिकीकरणमा जाउँ न, कृषि क्षेत्रमा पनि अन्य देशहरुमा त हेरौं कस्तो राम्रो व्यवस्थापन गरिराखेको छ कृषि क्षेत्रलाई, कल्पना गर्न सक्नुहुन्न तपाईहरु। 1 कट्ठा जोसँग जमिन छ बाहिरको तुलनामा, त्यो भनेपछि त्यही ठाउँबाट कति किसिमको प्रोडक्टहरु त्यहाँबाट निकालिराखेको छ, पेरिराखेको छ। तर हामी चाहिँ अब बिघौ बिघा खेत भए पनि हामी चाहिँ त्यसलाई चाहिँ सही सदुपयोग गर्न सकिराखेको छैन। किनभने एक किसिम यो कसरी भयो भनेपछि हाम्रो जुन शिक्षा प्रणाली छ नि त्यसले पनि हाम्रो जुन आधुनिकीकरण छ त्यसमा प्रभाव पुर्याइराखेको छ। वास्तवमा जुन शिक्षा हामीलाई चाहिँ चाहिएको हो, चाहिनु पर्ने हो, त्यो चाहिँ नअपनाइकन हामी चाहिँ कता कता जीवनमा कहिले काम नलाग्ने चाहिँ शिक्षा हामी चाहिँ प्रणालीमा हामी चाहिँ अगाडि बढिराखेको छौं भने हामी चाहिँ कसरी चाहिँ अगाडि बढ्न सक्छौं भन्ने त्यो पनि एक किसिमको चुनौती छ। त्यो आफ्नो ठाउँमा छ हैन, त्यसलाई चाहिँ हामी चाहिँ नराम्रो पनि भन्न सकिदैन। राम्रो गर्नेले गरिराखेको छ, राम्रो गर्सँग गरिराखेको छ। यो छैन कि म यहाँबाट सिक्छु र यहाँ गर्छु भनेपछि हामी चाहिँ देखासिकी एक अर्काको देखि सिकीबाट पनि हामी चाहिँ अगाडि बढ्न सक्छौं। फनालोले यो गरिराखेको छ, यो अलिकति म यहाँ गएर अलिकति फरक गर्न सक्छु भनेपछि आफूमा एक किसिमको भावना हुनु पर्यो, विचार हुनु पर्ने, एउटा माइन्डसेट हुनु पर्यो। र हेर्नुस्, समय निर्धारण गरेर हेर्नुस् कुन कामको लागि कति समय दिन सक्नुहुन्छ तपाई, त्यो निर्धारण गरेर काम गर्नुस्। अवश्य पनि 100% चाहिँ सफल हुनुहुन्छ। तर त्यही समयलाई व्यवस्थापन गर्न सक्नु भएन भने त्यो चाहिँ फेरि 0, परिणाम चाहिँ 0 हुन्छ। अर्को धेरै महत्त्वपूर्ण बुँदा रहेको छ, समय खेर जाने कुराहरुबाट हामी चाहिँ टाढा बस्न। 5 नम्बरको बुँदा है। अहिले
अहिले अहिले तपाईँहरू विचार गर्दै हुनुहुन्छ होला कि समय केमा बर्बाद गरिराखेको छु। मोबाइल, टिभी, सामाजिक सञ्जाल र अनावश्यक कुराकानी। मोबाइल अहिलेको समयमा नभई नहुने इक्विपमेन्ट, साधन। तर हामी मोबाइललाई सही सदुपयोग गर्न जान्यौँ भने हाम्रो जीवनमा फाइदै फाइदा छ। तर हामी चाहिँ त्यही घन्टौँ घन्टा यसरी चाहिँ स्क्रोल गरेर बस्ने, फलाना चिल्लाना ढिस्काना हेर्दै बस्ने। तर कसैले आएर यो काम गरौँ न गएर, धेरै राम्रो काम छ भनेपछि समय छैन मसँग। के छैन रे? समय छैन मसँग। तर यो अरे बाबा, जति समय तपाईँ यस्तो यस्तो गर्नुहुन्छ त्यति समयमा त्यो गरेर आउनुहोस् न, हेर्नुहोस्। दाम पनि आयो, काम पनि भयो, हरेक कुरा भयो नि। तर सामाजिक सञ्जाल, मोबाइलतिर अन्य फाल्तुको कुराकानी गर्न समय छ। तर प्रोडक्टिभिटी हैन, जुन कुराले, जुन कामले मलाई अगाडि बढाउन मद्दत गर्छ त्यो चाहिँ मैले चाहिँ गरेको छु। अनि सफल बन्ने सपना चाहिँ देख्ने, सफल बानी चाहिँ आफूमा नविकास गर्ने भनेपछि कहाँबाट सफल हुने? सफल हुनको लागि त सफल बानीको पनि विकास गर्नु पर्यो नि आफूमा। त सफल बानीहरू के हो? यदि तपाईहरुमा कुनै दुविधा छ, सफल बानी आफूमा विकास गर्न खोजिराख्नु भएको छ तर सफल बानी आइराखेको छैन, बाटो भेटिराख्नु भएको छैन भने अवश्य पनि यहाँ आएर तपाईं आफ्नो प्रतिक्रिया कमेन्ट मार्फत राख्न सक्नुहुन्छ र आफूले चाहेको जुन परिणाम छ जीवनमा परिवर्तन गर्नको लागि त्यहाँबाट चाहिँ सुरुवात गर्न सक्नुहुन्छ। तर तपाई सुरुवात नगर्ने अनि चाहिँ सफल चाहिँ बन्न खोज्ने भनेपछि यो कहीं कतै मान्य पनि हुँदैन र कसैले पनि यसलाई एक्सेप्ट गर्ने पनि गर्दैन। त्यसर्थ जुन सफल बानी हुनुपर्ने मानिसमा त्यो चाहिँ ल्याउनु पर्ने जरुरी छ, एकदम ल्याउनु नै पर्छ। नभई चाहिँ हामी चाहिँ जहाँ थियो हिजोको दिनमा त्यहाँ नै हुन्छौं र त्यो बाउन्ड्रीबाट बाहिर निस्कनु छ भने आफूलाई चुनौती दिनु पनि आवश्यक छ र त्यो एक किसिमको कम्फर्ट जोन जुन छ, हाम्रो सुरक्षित घेरा, त्यो घेरालाई हामी चाहिँ पार गर्नुपर्ने हुन्छ। के भनेको थिए भने सफल बन्न खोज्ने, दुनियाँको हरेक कुराहरू चाहिँ ल्याउन खोज्ने तर चाहिँ सफल बानी चाहिँ आफूमा विकास नगर्ने
भनेपछि कहिले पनि हामी त्यो ठाउँमा पुग्न सक्दैनौँ जहाँ हामी आफूलाई पुग्ने परिकल्पना गरिराखेको छौँ। आउनुस्, आज जुन समय व्यवस्थापनमा जुन मैले कुरा गरिराखेको छु, आजको यो बुदागत रूपमा र यो बुदाले तपाईं हाम्रो सबैको जीवन लाइफस्टाइल परिवर्तन गर्न सक्छ यदि यो कुराहरूलाई सकारात्मक रूपले तपाईहरू जो कोही व्यक्ति, म भए पनि म यहाँ आएर बोलेको मात्रै छुइनँ, म त्यो हरेक कुरा गरिराखेको छु जुन सफल व्यक्तिहरूले गरिराखेको छ। र अर्को बुदा छ, छैठौं बुदा, कि हामी बीचमा विश्राम लिने। विश्राम लिन पनि किन जरुरी छ भनेपछि अब निरन्तर काम गरे भने हामीलाई कस्तो तनाव हुन सक्छ। यति तनाव हुन सक्छ कि हामी त्यो काम छोडेर पनि जान सक्छौँ। त्यही भएर हामी के गर्नु पर्यो भने कामको बीचमा चाहिँ हामी विश्राम लिने। अब आधा घण्टा काम गरेको छ भने 5 मिनट विश्राम लिने, फेरि गएर काम गर्ने। त्यसले तपाईलाई के दिइराखेको हुन्छ भने एक किसिमको ऊर्जा दिइराखेको हुन्छ, काम गर्ने उत्सुकता बढिराखेको हुन्छ। तर हामी त्यही काम गऱ्यो भने हाम्रो जुन जागर छ नि, इनर्जी छ, त्यो चाहिँ मन लाग्न छोड्छ काम गर्न र हामी जुन गतिले काम गरिराखेको हुन्छौँ त्यो चाहिँ हुन सक्दैन र त्यो काम छुट्न पनि सक्छ। त्यही भएर जुनै पनि ठाउँमा, अफिस वर्क होस् या हामी घरकै कुनै काम गरेको छौँ, या अन्य कुनै जहाँ पनि जुनै पनि क्षेत्रमा यो लागू हुन्छ। आधा घण्टा काम गर्नुस्, 5 मिनट ब्रेक गर्नुस्, 1 घण्टा काम गर्नुस्, 10-15 मिनट ब्रेक गर्नुस्, फेरि काम गर्नुस्। कसले काम गर्न रोकेको छ तपाईले? कसैले गर्न रोकेको छैन। गर्नुस्, तर बीचमा विश्राम विश्राम गरेर काम गर्नुस्। हेर्नुस्, तपाईको त्यो काम अवश्य एकदम सफलको त्यो ठाउँमा पुगाउनु हुन्छ कि तपाईले त्यो काम परिकल्पना गर्न सक्नु। र यो एकदम महत्त्वपूर्ण विषय हो हाम्रो लाइफस्टाइलमा कि हामी आफूलाई कसरी प्रोडक्टिभ बनाएर राख्ने, हैन, र कसरी अगाडि बढाउने, यो महत्त्वपूर्ण विषय हो। त्यसैगरी छ 7औं बुदा र यो अन्तिम बुदा हो आजको, कि राति हामी सुत्नु भन्दा पहिला हामी चाहिँ सम्पूर्ण कामहरूको समीक्षा गर्ने। आज के काम गरेँ मैले, के राम्रो काम गरेँ र आफूलाई धन्यवाद दिने। त्यसपछाडि के काम मबाट छुट्यो र भोलिको लागि म के 5 वटा राम्रो कामहरू आफ्नो लिस्टमा राख्न सक्छु
र यो गरेपछि तपाईलाई भोलि उठेर धेरै विचार्नु पर्ने हुँदैन, आज म के गरौँ नगरौँ, कुन काम गरौँ भनेपछि त्यो चाहिँ विचारिराख्नु पर्ने, त्यसमा आफ्नो समय खेर गर्नुपर्ने, किनभने तपाईँ अलरेडी फुल माइन्ड सेटले तपाईँ तयारी हुनुभएछ हिजो राति नै। तर राति सुत्ने बेलामा तपाईँ कुनै कामको विचारै नगरिकन त्यतिकै सुत्ने, भोलि उठेर म के गरौँ नगरौँ, यो किन छुट्यो भनेपछि त्यतातिर समय यदि तपाईँ आफ्नो खराब गर्नुभयो भने त्यो समय फेरि खेर जान्छ। त्यो त्यसैले अब उदाहरणको लागि आजको काम 1 नम्बरको काम सिद्धियो, 2 नम्बरको काम सिद्धियो, 3 नम्बरको काम सिद्धियो, 4 नम्बरको काम सिद्धियो, 5 नम्बरको यदि काम बाँकी छ भने भोलि फर्स्ट प्रायोरिटीमा चाहिँ यो 5 नम्बरको काममा आउनु पर्यो। यो 5 नम्बरको काम सिधेपछि अनि मात्रै 4, 3, 2, 1 मा जाने। यसरी व्यवस्था मिलाउनुस् त आफ्नो समयलाई, र हेर्नुस् जीवनमा चाहेको के कुरा तपाईहरू हासिल गर्न सक्नुहुन्छ। सब थोक समय व्यवस्थापनले दिन्छ। यदि हामी आफूलाई अब्बल बनाउन चाहन्छौँ भने अवश्य पनि यो सानो सानो बानी आफूमा चाहिँ विकास गर्नै पर्ने हुन्छ। नभई चाहिँ हामी जुन कल्पना गरिराखेको छौँ आफू कि त्यहाँ पुग्ने, त्यहाँ जाने, यो गर्ने, त्यो गर्ने भनेपछि त्यो समय यदि राम्रोसँग व्यवस्थापन गर्न सक्नु भएन भने त्यो चाहिँ कहिले पनि सम्भव चाहिँ हुन सक्दैन। त्यसर्थ म चाहन्छु कि तपाईँ हामी जो कोही भए पनि हामी चाहिँ समय सही व्यवस्थापन गरेर अगाडि बढ्नुपर्ने हुन्छ। र यो समयलाई सही व्यवस्थापन गर्यौं भने हामी चाहिँ चाहिएको परिणाम आफ्नो जीवनमा ल्याउन सक्छौं 100%। यसमा कुनै पनि दोधारमा बसिराख्नु पर्ने अवस्था देखिदिन म। आजको यो समय व्यवस्थापनको जुन कुरा गरे तपाईहरुलाई अवश्य पनि यसले धेरै फाइदा पुगाउनेछ। यदि तपाईहरु जो कोही पनि जहाँबाट भए पनि यसलाई ध्यान दिएर सुन्नुभयो, जीवनमा ल्याउनु भयो भने आशा गर्दछु आउने दिनमा अझै राम्रो राम्रो टपिकहरु यहाँ ल्याएर तपाईहरु सामु साझा गर्नेछु। र विशेष हरेक व्यक्ति चाहन्छ म सफल बनौं, कामयाब बनौं, जीवनमा त्यो उचाइसम्म पुगौं कि जहाँ जो कोही पनि पुग्न सकेको छैन। तर यो सकारात्मक विचारको साथसाथै जुन कार्य गर्नुपर्ने छ त्यो पनि अवश्य पनि गर्नुपर्ने हुन्छ। अनि मात्र हामी चाहिँ त्यो ठाउँमा चाहिँ पुग्न सक्छौं। र यही सन्देशको साथसाथै
आजको यो इन्सपिरेसनल एन्ड थटफुल डेको समय, निर्धारित समय जुन छ मेरो लागि, यो आजको लाइभ यही अन्त्य गर्दै आउने शुक्रबार फेरि यही समयमा केही राम्रो कुराहरू लिएर आउने नै छु। तबसम्मको लागि तपाईहरू हेल्दी बस्नुहोला, स्वस्थ रहनुहोला भन्दै आजको यो लाइभबाट म बिदा भएँ। सम्पूर्णमा शुभरात्रि, शुभ बिहानी भन्दै आजको यो लाइभबाट बिदा भएँ।